हेलो एन्ड दर्शन सबैजनालाई मेरो 8 डे मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज म चाहिँ काम गर्नेहरूको मालिकनीको छोरीको बर्थडेमा गएको थिएँ। त्यहाँ फर्स्टमा चाहिँ मैले ट्याटु हान्ने कार्यक्रम गरेँ। त्यसपछि त्यहाँ चाहिँ बर्थडे सुरु हुँदै थियो अनि डेकोरेसन सब स्टार्ट भइसकेको थियो। म चाहिँ गएँ अनि त्यसपछि धेरैको कार्यक्रम चलिरहेको थियो ट्याटु हान्ने। अनि उहाँहरू चाहिँ फ्यामिली हो, सबैजना बर्थडे ह्याप्पी बर्थडे भयो। अनि हामीहरूले भन्यौँ, ऊ चाहिँ 10 इयर्सको भयो। आज पुरा पुगेर 11मा लाग्यो। अनि त्यसपछि चाहिँ त्यस्तै केक काटेर खाने कार्यक्रम चलिरहेको थियो अनि फोटो खिच्ने पनि चलिरहेको थियो। त्यसपछि अरूले पनि ट्याटु हान्दै हुनुहुन्थ्यो अनि मैले पनि खिचेँ। अनि त्यसपछि हामी गयौँ खाना खान। त्यसपछि म र मेरो एउटा दिदी हुनुहुन्थ्यो, उहाँ र म गयौँ। उहाँको फेस चाहिँ मैले देखाएको छैन। अनि बर्थडे गर्ल फेरि उता हाई भनेर गयो भन्दै थियो अनि हाई भन्यो। अनि त्यसपछि हामी गयौँ थाल थाप्दै खाना माग्न। त्यसपछि खाना माग्दै मतलब हाल्दै गयौँ। उहाँ चाहिँ नेपाली दाजु हुनुहुन्छ। अनि नुडल्सहरू, म्याक्रोनीहरू अनि पुरी रोटीहरू हालेर हामी लाग्यौँ फेरि खानालाई। अनि फेरि हामीले कुर्सी नै नपाएको कि टेबलसँग बस्नलाई कुर्सी नपाएको अनि सिङ्गल बस्नलाई चाहिँ कुर्सी पाएको, टेबलमा बस्नलाई नपाएको। अनि त्यसपछि खोज्यौँ पाइएन। अनि त्यसपछि फेरि कुर्सीमै बसेर हामी लाग्यौँ खानालाई। अनि हामी फेरि खाना खाएर पनि अनि म चाहिँ लागेँ घरतिर जानलाई। त्यहाँ रिटर्न गिफ्ट पनि दिँदो रहेछ कि यतातिरको चलनमा। अनि मलाई बुढोले लिन आउनुभयो, गेटसम्म आएको थिएँ म हिँडेर। अनि म फेरि बर्थडेको गिफ्ट अनबक्सिङ गरेँ। त्यहाँ मेरो छोराको लागि खेलाउनेहरू रहेछ। थ्याङ्क यू सो मच अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा। अब हामी मिल्नेछौँ अर्को मिनी ब्लगमा। एन्ड बाई सबैजनालाई।